Yo guys and what's up people, it's me Gray. आज फिलहाल में हामी खाना खाउँदा हुँदैछ आइवन कोही भाइ आइवन त नि ल भिआइपी हेरेर चम्चीले खाने र हामी चाहिँ हातले खाँदैछौँ सो गाइज अहिले चाहिँ म जाँदैछु नेपाल हो दिको मेरो दिको बिहा नेपालमा भएको त अन्त बिहा दि त एक्चुअली बाहिर छ पोर्तुगलमा हो युरोपमा अन्त सामानहरू पठाइदिएछ बाहिरबाट भन्छ नेपाल जाँदैछु म र फिलहालमा चाहिँ खाना भर्खर आएको जङ्सन अब यहाँबाट चाहिँ जाने ल त्यसो भए एकछिनमा भेट्छौँ पहिला खाना पेट पूजा गरिहालौँ भोक लाग्यो छ दुई भाइ चाहिँ बसमा चढ्यो बडी धेरै अलिक बडी फ्याक्स यो अब डाइरेक्ट अब नेपालमा भेटौँ है बसमा फोन चलाउन टाउको दुख्छ त्यही माथि मलाई त बसतिर ट्राभल गर्नु वोमिटिङ मात्रै हुन्छ त्यो लागि अलिक बाँध्नु पर्छ ब्याग यहाँ छ जिम गर्ने के भन्नु छ कि तँलाई बोला यो चाहिँ हामी बसमा चढेको छ वाट इज दिस तपाईँको सिलगढी पन्टेगिल केही त देख्दैन होस् अगाडि बस्यो भने बाटोहरू देखाइदिन्छ कि अगाडि छैन ल उ त गाइस चाहिँ हामी यहाँ पानी ट्याङ्कीमा छ नेपाल बोर्डर गरम चाहिँ यहाँ कडा छ कि अब चाहिँ हामी नेपाल पुग्दैछौँ गरम अहिले टोटोमा छ तपाईँको यहाँ कति हामी त्यो जग एक्ज्याक्टली थाहा छैन त्यहाँबाट चाहिँ नेपाल अलिक भित्र कहाँसम्म जान्छ यहाँसम्मको चाहिँ 15 रुपियाँ गोटा गरेर जाँदैछ 15 30 अलिकति बार्गेनिङ चाहिँ गर्नु पऱ्यो नि त होइन अगाडिकोले त धेरै भन्दै 30 रुपियाँ गरेर भन्दै थियो तपाईँ अलिकति अगाडि त्यसले तपाईँ किन आउँदा चाहिँ बार्गेनिङ गर्नु अलिक क्या अनि कम्तीमा मिलिहाल्छ क्या अन्त यो चाहिँ मेरो लाइक नेपालमा जुन चाहिँ प्रोटेस्ट थियो प्रोटेस्टको बाद चाहिँ अब फर्स्ट टाइम जाँदैछ हामी त्यसको अगाडि पनि गएको बहुत टाइम बाद कति महिना भइसक्यो कति महिना अगाडि गएको थियो अनि अहिले चाहिँ जाँदैछ त्यो नेपालको प्रोटेस्ट भइसकेर चाहिँ अब जाँदैछ हेरौँ के छ सिचुएसन नेपालमा हो त्यो पनि देखाउँछु हेरौँ के हो होइन केही बिना भिडियो भन्नु के छ मेरो भन्ने चाहिँ कुचुजम्बुला नभने के पनि लु त गाइस चेक हुँदैछ हो अन्त हाम्रो चाहिँ टोटोहरू लाइन लागिरहेको छ यति यहाँबाट चाहिँ तपाईँको एन्ट्री हो भित्रसम्म मान्छेहरू हिँडेर पनि आउनु जानु त हुँदो रहेछ अब डेली आउने होइन टोटोमा चाहिँ होइन गाइस अहिले चाहिँ हामी अब नेपालको बोर्डरपट्टि छिरिसकेको छौँ म यता चाहिँ टोटोहरूको भिड रहेछ क्या भिड त्यहाँ पनि एउटा बाटो छ हो यहाँ पनि एउटा बाटो छ भिड होइन भिड होइन होइन यहाँ चाहिँ यसो थुप्रा गर्दै जाने यताउता अब हामी त्यहाँ जाने हिँडेर त पुगिहाल्छ अब त्यहाँबाट आधी बाटोसम्म जान्छ त्यहाँबाट अलिकति त हिँड्नु त्यहाँबाट त पुगिहाल्छ यो इन्डिया टु नेपाल बोर्डर इन्डिया टु नेपाल बोर्डर खोलाले यता पनि पानीले यता पनि 70 पारेको रहेछ नि लु त गाइज वेलकम टु नेपाल है अन्त यहाँ पनि अलिक जेनजीहरूको प्रोटेस्टहरू चाहिँ चलेकै रहेछ त्यतापट्टि कतिवटा चाहिँ फुटाएकै थियो अब त्यो जेनजीले हो कि के चिजले त्यो चाहिँ याद भएन निकै टाइममा गएको हो तर हेर्दा ओर्दा त त्यही अस्तिको प्रोटेस्टले गर्दा जस्तो नै लाग्यो बट स्टिल अहिले त फिलहालमा नर्मल रहेछ सबै कुरो आवाज सबै नर्मलै चलिरहेको छ पहिला जस्तो थियो ठिकै छ रमाइलो ठाउँ छ हो अब चाहिँ हामीलाई त्यहाँबाट चाहिँ गाडी पक्रिनुपर्छ त्यहाँबाट चाहिँ धुलाबाडी ओर्ल्यो दिगोमा जानुपर्छ दि त छैन हो सामानहरू लिनु आउनु चाहिँ त्यहाँबाट चाहिँ घरतिर लागिदिनु पर्ने छ गरम यहाँ दामी आउँदैछ देखेन गाइज हुने नेपालको पैसा नि अलिकति साटिरहेको गाडी भाडामा लु त गाइज अब चाहिँ हामी दिदीहरूको घरको बाटो कन्फ्युज हुँदै होइन यही बाटो हो कि कन्फ्युज भइदिएको भन्नु न कति के हो तपाईँको काकरभित्रदेखि यहाँसम्मको चाहिँ 40 रुपियाँ गरेर लिँदो रहेछ नेपाली पैसा होइन
कन्फ्युज भएको नि बाटो कति टाइमको बाद आएको हो कन्फ्युज भयो नि बाटो हेर्दा हेर्दा त्यो आन्टीहरू पनि थियो उनीहरूले नि हेल्प गर्यो सोद्धा अनि थाहा पाएर चाहिँ दिएको अनलाइनमा पनि भनिदिन्छ आन्टीहरूले हेरेको छ भने थ्याङ्क यू आन्टी भेनाघर चाहिँ आइदियो उनी भेनाघर हो दामी रहेछ धामी एउटा फोटो खिच्छ भाइ फोटो खिच्छ अनुहार राम्रो छैन ओ भेनाघर आएको पनि धानहरू त दामी रहेछ त हो भेनाजुरको घरतिर त मजाको भएर हाम्रो त छैन हात्तीले बर्बाद दामी हो तर हात्तीले बर्बाद होइन अन्त कस्तो मजाको भेनाजुरहरूतिर चाहिँ मजाको रहेछ आइपुग्यो हामी चाहिँ घरै घर मस्तो छ धान त गाइस दिदीको घर यही पछाडिको हो यहाँबाट अब हामी लाग्दै अब चाहिँ घर पनि त लाग्नु पर्यो हो त्यही भएर हामी अब यहाँबाट निक्लिनुपर्छ धान त पुलभन्दा अग्लो अग्लो छ त कत्रो अग्लो मजाको रहेछ क्या त्यो धान चाहिँ दामी अब निक्लिदिउँ होला है फेरि ट्राभल गर्नु छ योपालि त झन्डै बाटो बिर्सेको थियो नेक्स्ट पालि चाहिँ याद गर्छु ल त गाइस हामी पनि अब नेपालबाट निक्लियो हो यो हाम्रो लास्ट राइड हो ल्याम्बोर्गिनीमा होइन तल के भन्नु छ कुछ बातहरू अनुभव पनि गर्नु पायो ल अब चाहिँ हामी यहाँबाट चाहिँ निक्लिँदैछ हो इन्डियापट्टि त्यहाँबाट फेरि बस लिएर चाहिँ सिलगढी जाने त्यहाँबाट फेरि गाडी अब ट्रेन पो मिस हुन्छ जस्तो लाग्दैछ लेट्स सी के हुन्छ यो गाइस अन्त अहिले चाहिँ फिलहालमा म डाइरेक्ट नेपालबाट डाइरेक्ट घरमा छु है अनि मलाई दिदीले चाहिँ कति थोक सामानहरू पठाइदिएको थियो गरेको थियो म देखाउँदैछु ल के चिजहरू चाहिँ पठाइदिएको थियो भनेको अब सबैको लागि पठाइदिएको छ दिदीले सो फर्स्ट अफ अल यो चाहिँ त्यसले मन परेर मलाई ब्ल्याक टी सर्ट पठाइदिएको थियो अब इन्स्टाग्रामतिर हेर्नु ल लगाएर चाहिँ कस्तो देख्छ भनेर मजाको छ तर अन्त सेकेन्ड त्यसले पठाइदिएको यो दामी छ है बट मैला भइहाल्छ भने टेन्सन के बेसी घुम्छ ओर्छ न त्यसले गर्दा अन्त बाँकी चाहिँ दिदीहरूको लागि खोइ यस्तो लुगाहरू सेट मगाएको छ यस्तो के हो झाडी अन्त यो चाहिँ अर्को दिदीको लागि पर्स रहेछ अन्त यसको भित्र चेक गरिदिइहालेको नि यसको भित्र टी सर्टहरू के रहेछ हाफ पेन्ट टी सर्ट के बस गर्ल्सहरू आइटममा नट इन्ट्रेस्टेड है चैन पनि भयो अन्त बाँकी चाहिँ चक्लेटहरू पठाइदिएको छ कि म तपाईँलाई देखाउँदैछु ल चक्लेटहरू चाहिँ ल सो यो चाहिँ चक्लेटहरू हो यिनीहरू लिनुलाई वाक्कै पारेको थियो मलाई अन्त झाक्किजा भनेर सिलगढी यो खोलिँदैन त खोलिहाल्छु सिधै चक्लेट यो चाहिँ बाहिरको चक्लेट हो कुन चाहिँ भन्दाखेरि युरोप पोर्तुगलबाट पठाइदिएको सिलगढीमा खाइदियो दुईवटा त हो अनि बाँकी जस्तो यो चक्लेट पनि राम्रो हुन्छ लास्ट टाइम पनि पठाइदिएको थियो खाएको थियो यिनीहरू अरू बाँकी खोइ के पो भन्दै थियो त्यसले यिनीहरू यो जेलीहरू यो चाहिँ एन्जलको लागि पठाइदिएको होला नानीको लागि हो अन्त बाँकी यिनीहरू पठाइदिएको छ अन्त लुगाहरू यो त तपाईँको किन्डर जोय नै हो बट कस्तो टाइपको थाहा छैन ट्राई गर्छु मलाई त्यति धेरै बिना पनि चक्लेटहरू त्यस्तो खासै मन पर्दैन हो बट ट्राईको लागि एक दुईवटा खाएँ त्यति ठिक छ ल गाइस थ्याङ्क यू फर वाचिङ माई भ्लग है त्यति मजाले पनि अब घुम्नु पाएन सडनली भएको यो प्लानहरू हो कि त्यही कारणले क्या अब ग्रेट डोन्ट मेक प्लान्स आई गो विथ द फ्लो अब यस्तै भन्छु कि त्यही कारण ल थ्याङ्क यू फर वाचिङ माई भ्लग टिल द एन्ड गाइस यु नेक्स्ट भ्लग अगेन सुन नयाँ भ्लग आउनु आँटेको छ है नेक्स्ट ट्राभलिङको म सोच्दैछु कहाँ जान्छु भनेर सो त्यही हो त्यो पनि गो विथ द फ्लो सो थ्याङ्क यू फर वाचिङ माई भ्लग गाइस बाई बाई see you in the next video again